काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिए सँगसँगै रवि लामिछानेलाई 5वटा जिल्लाबाट सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा चाहिँ फिर्ता भएछ। यो सँगै अब सहकारी पीडितहरूलाई चाहिँ उनीहरूको रकम फिर्ता गर्ने बाटो खुलेको छ भनेर समाचार आएको छ। रवि लामिछानेलाई ओली सरकारले कति दुःख दिएको थियो तपाईँहरू सबैलाई थाहा छ, मलाई पनि थाहा छ। त्यही ओली सरकारले दुःख दिएकै कारणले गर्दा पनि जनताले रवि लामिछानेलाई यति धेरै बलियो र यति शक्तिशाली नेता बनाए। ओली सरकारले कतिसम्म यातना दिएको थियो भन्ने कुरा हामीलाई थाहा छ। अन्तिम इच्छा समेत सोधेको थियो। अन्तिम इच्छा भनेको मानिसलाई फाँसी दिनुभन्दा अगाडि सोधिने गर्छ र नेपालमा फाँसीको प्रचलन छैन। केपी शर्मा ओली सरकारले जबरजस्ती रूपमा लगाएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता भए सँगसँगै अब रवि लामिछानेलाई सहकारीको मुद्दा चाहिँ यथावत रहेको छ र त्यो मुद्दा लड्नुपर्ने हुन्छ। भिडियो पुरा हेरिदिनु भयो, फलो भन्ने बटनमा थिचिदिनु होला।